सम्पूर्णलाई नमस्कार। आराम हुनुहुन्छ? आज चाहिँ म नयाँ टपिक लिएर आएँ। नयाँ टपिक के छ भने मैले चाहिँ यो हिँडाइलाई कसरी बानी पारेँ त्यो पनि 30 दिनमा भनेर हजुरहरूलाई सुनाउन चाहन्छु। हामी मान्छे हौँ, हामीलाई चाहिँ हरेक कुरा राम्रा तथा नराम्रा बानीले बिगार्छ, बानीले सपार्छ हैन। हामी चाहिँ कति कुरा कति मान्छेहरू देख्न सकिन्छ, उदाहरणहरू नराम्रोबाट राम्रो हुँदै गएको अथवा राम्रोबाट नराम्रो हुँदै गएको। यो चाहिँ सबै हाम्रो बानी हो। हामीहरूलाई मोबाइल चलाउने बानी छ, थाहा छ हजुरहरूलाई। हामीले मोबाइल 5 मिनेट हेर्छु भनेर हेर्छौँ, 15 मिनेट 20 मिनेट 1 घण्टा गएको थाहा नै पाउँदैनौँ हैन। त्यस्तै हो मान्छेलाई बानी। आज हेर्यो हेर्न मन लाग्छ, भोलि हेर्यो हेर्न मन लाग्छ, त्यस्तै हो हरेक कुराहरू। त्यस्तै यो एक्सर्साइज गर्ने अथवा पढाइ हरेक कुराहरूलाई हामीले बानी बनाउन सक्यौँ, बानीको विकास गर्न सक्यौँ भने चाहिँ हाम्रो दैनिकीहरू राम्रो हुँदै जान्छ। त्यसै गरी मैले हिँडाइलाई कसरी बानी पारेँ भन्ने कुरा चाहिँ मुख्य कुरा मेरो स्वास्थ्यबाट सुरु हुन्छ है। अब मैले चाहिँ पहिला 8-10 वर्ष अगाडिबाट जिम पनि गर्थेँ। त्यो चाहिँ मेरो लगातार हुन्थेन। अनि पछि मैले स्किपिङ रोप सुरु गरेँ, डोरी खेल्ने, जुन चाहिँ मैले लगातार गर्थेँ केही समय। अनि यो जाडो आएपछि अलिकति छोड्ने गर्थेँ। पछि चाहिँ म दौड पनि गरेँ अनि बिस्तारै फेरि स्किपिङहरू गर्न थालेँ। पछि चाहिँ मलाई के हुन थाल्यो भने मेरो चाहिँ हिल पेन सुरु हुन थाल्यो हैन। हिल पेन सुरु भयो। अनि चाहिँ तपाईको मेन चाहिँ कमजोरी के थियो भने मैले एक्सर्साइज गरिसकेपछि स्ट्रेचिङ गर्थिनँ। सुरुमा चाहिँ वार्म अपहरू त गर्थेँ, तर स्ट्रेचिङहरू मैले गर्थिनँ। जिम गयो, एक्सर्साइज गर्यो, झोला बोकेर हिँड्नै ठिक्क हुन्थ्यो। अनि घरमै डोरीहरू खेल्यो। अनि यत्तिकै खेली भइसकेपछि स्ट्रेचिङहरू नगर्ने, त्यसले गर्दा चाहिँ मेरो अब मेन हिल पेनहरू सुरु भयो। दौडिँदा पनि त्यस्तै हो, त्यस्तै नै गर्थेँ। त्यसले गर्दा चाहिँ समस्या सुरु भयो, खुट्टा दुख्ने। अनि मेरो यो फ्ल्याट फुटको कारणले चाहिँ अझै धेरै समस्या आउँदो रहेछ हैन। अनि पछिल्लो पालामा के भयो भने अब कोलेस्ट्रोल देखिएको चाहिँ मेरो 25 वर्षदेखि नै हो। म अहिले 32 वर्षको भएँ। अनि हालसालै मलाई डाक्टरले औषधि सुरु गर्नुपर्छ अब चाहिँ भन्नुभयो। त्यो भनेपछि त अब मैले जमानादेखि कति नराम्रा कुराहरू खाएँ होला, कति एक्सर्साइज गरिनँ होला, कति अल्छी भएर बसेँ भन्ने कुरा अब अहिले आएर रियलाइज भयो। अब हामी चाहिँ पहिले कस्तो गर्छौँ भने मान्छे भइसकेपछि जब रात पर्छ, जब राति तब बुढी ताती भन्ने एउटा उखान छ नि, त्यस्तै नै गर्छ। अब मलाई रोग लाग्यो, मैले बल्ल एक्सर्साइजलाई रेगुलर दिन थालेँ भने जस्तै। जब हामीलाई औषधि खुवाइन्छ डाक्टरले, अब एक्सर्साइज गर्नुपर्छ, एक्सर्साइज पहिले गरेको भए यस्तो हुन्थेन भन्नुहुन्छ, त्यसपछि बल्ल हामीले सुरु गर्छौँ। त्यो चाहिँ हाम्रो एकदम गलत बानी हो। त्यसले गर्दा चाहिँ हामीलाई पछि दीर्घकालीन रूपमा चाहिँ पछुताउन पर्ने रहेछ। अब मैले अहिले पछुताउँदैछु। अब जमानामा मलाई एक्सर्साइजै नगरेको मान्छे त होइन, गर्दै आएको, तर निरन्तरता भएन। अब राम्रो हिसाबले गर्न सकिएन, सिकाउने मान्छे नि हुनु भएन, कोही बेला अब आफै जानेछु भन्ने पनि भयो होला। त्यसले गर्दा चाहिँ मेरो मेन मोटिभेसन भनेको मेरो हेल्थ भयो हैन। अहिले चाहिँ मेरो हेल्थ सुधार्नु छ। त्यसको लागि मैले रेगुलर गर्न सक्ने एक्सर्साइज के हो अथवा व्यायाम के हो भन्दाखेरि म लगातार हिँड्न त सक्छु। खुट्टाहरू त ठिकै छन् नि, अब हिल पेन भए पनि खुट्टाहरू सक्लै छन्, हात खुट्टा भन्ने हिसाबले चाहिँ म रेगुलर जिन्दगीभरि गर्न सक्ने मेरो एक्सर्साइज भनेको हिँडाइ हो भनेर मैले सुरुमा हिँडाइ चुज गरेँ हैन। अनि त्यसपछि पहिला कस्तो गर्थेँ भने मैले चाहिँ जिम गरे पनि एकदम हार्ड गर्ने, रनिङ गरे पनि एकदम 81 धेरै किलोमिटर कुद्ने, आफ्नो स्टामिना बढ्छ भन्ने हिसाबले। अनि तपाईँको जम्प रोप गर्दाखेरि पनि एकैचोटि 5-10 मिनटबाट नगरिकन सिधै 30 मिनटमा पुग्नु, छिटो वेट लस गर्नु मेरो उद्देश्य हुन्थ्यो। अहिले चाहिँ त्यो सब गरिनँ। अनि पछि त्यो गर्थेँ। मैले चाहिँ त्यो जुन छिटो एक्सर्साइज गर्ने
अनि छिट्टै छोडिदिने त्यो मेरो बानी चाहिँ अब हटाउँछु भनेर मैले चाहिँ रनिङ गरिनँ। वकिङ चाहिँ 10-15 मिनट 20 मिनटबाट सुरु गरेँ, पछि बिस्तारै अहिले आधा घन्टा 45 मिनट मिल्यो भने 1 घन्टा पनि हिँड्ने गर्छु। त्यसले गर्दा चाहिँ बानी भन्ने कुरा बिस्तारै बनाउने रहेछ क्या। हामीले अब मोटिभेसन मिल्छ, एकछिन मोटिभेसन मिल्छ, ल भोलिबाट 3 बजे उठेर यो गर्छु भन्ने हुन्छ, त्यो हुँदैन। हामी आफै 7 बजे उठ्ने मान्छे छौँ भने 3 बजे एक दिन उठ्नु होला, 2 दिन उठ्नु होला, तेस्रो दिनदेखि फेरि आफ्नै पुरानै रुटिनमा फर्किनुहुन्छ। त्यो भएर चेन्ज भन्ने कुरा चाहिँ बिस्तारै 7 बजे उठ्नुहुन्छ भने 6 बजे उठ्नुहोस्, बिस्तारै घटाउँदै घटाउँदै 1 महिना 2 महिनामा आफूलाई बिस्तारै बानी परेपछि अझै आफूलाई चेन्ज गर्न सक्छु, अब मेरो क्यापासिटी बढ्यो भन्ने हिसाबले चाहिँ हामीले त्यो गर्न सकिन्छ होइन। त्यसरी नै मुख्य उद्देश्य मेरो स्वास्थ्यलाई सुधार्नु थियो। औषधि त खाइरहेको छु, सँगसँगै स्वास्थ्य पनि सुधार्नु पर्यो। अब भर्खर त 30-32 वर्षको भएँ, मैले अहिले गरिसकेको केही छैन, कमाइसकेको केही छैन, मेरो बालबच्चा छन्, श्रीमती छन्, परिवार छन् पाल्नुपर्ने भन्ने मेरो अर्को मोटिभेसन उहाँहरू हुनुहुन्छ होइन। उहाँहरूलाई चाहिँ रोगी श्रीमान, रोगी बुबा, रोगी छोरा भयो भने चाहिँ कति पीडा होला भोलि। अब झ्याप्पै केही भयो भने त राम्रो कुरा, नभयो भने जिन्दगीभरि उहाँहरूलाई नि दुःख, आफूलाई पनि सधैँको पश्चाताप होइन। त्यसले गर्दा चाहिँ उहाँहरू अर्को मोटिभेसन हुनुहुन्छ। अनि अर्को रह्यो अब डिसिप्लिन भन्ने कुरा आफूले बनाउने होइन। बिस्तारै मोटिभेसन भनेको त आज आउँछ भोलि आउँदैन, तर डिसिप्लिन भने आफूले अनुशासन, ल म 5 बजे उठ्छु, दैनिक त्यही ह्याबिट बनाउँदै लाने पऱ्यो। 1 घन्टा एक्सर्साइज गर्नुहुन्छ भने आधा घन्टा गर्नुहोस्, आधा घन्टा गर्नुहुन्छ भने 15 मिनट गर्नुहोस्, तर डिसिप्लिन भएर गर्नुभयो भने तपाईँ आज नभए भोलि, भोलि नभए पर्सि त्यो तपाईँको आफ्नो मेन आफूले सोचेको वेटमा पुग्नुहुन्छ होइन। त्यसले गर्दाखेरि यो प्रोसेस इन्जोय गर्न जान्नुपर्ने रहेछ क्या। हामीले हरेक कुरा इक्जाम आउँछ हामी पढ्छौँ, तर प्रोसेस जुन पढ्ने टाइममा हामीलाई झ्याउ लाग्छ, जब अनि रिजल्ट के अरे इक्जाम दिन्छ, रिजल्ट आउँछ, त्यो बेला पढेको भए भन्ने हुन्छ। हामी ट्राभल गर्छौँ, एकैचोटि डेस्टिनेसन कतिखेर आउँछ भन्ने खालको हुन्छ, तर जुन डेस्टिनेसनको मजा, रुखहरूको मजा, बाटोहरूको मजा लिन सकिँदैन नि त। हो त्यो चाहिँ प्रोसेसको मजा लिन सक्नुपर्ने रहेछ क्या। अब म 70 केजी थिएँ, मेरो वेट लस चाहिँ अहिले 5 केजी भइसक्यो। मेरो मेन गोल चाहिँ 60 केजी हो होइन, तर चाहिँ म एकैचोटि 60 हुन खोज्दाखेरि छिटो वेट लस गर्छु भन्दा त्यही अनुसारको फेरि वेट गेन अवश्य नै हुन्छ। त्यसले गर्दा चाहिँ प्रोसेस इन्जोय गर्नुभयो, प्रोसेसमा सिक्नुभयो भने फेरि आफूलाई भोलि फेरि वेट गेन भयो भने त्यो मिस्टेकहरू गरेको त्यो रिपिट गरिँदैन। त्यो हरेक कुरामा लागु हुन्छ है। फेरि यो चाहिँ त्यो मेन चाहिँ आफू कन्सिस्टेन्ट हुनु पर्यो, मेन चाहिँ आफू कन्सिस्टेन्ट हुन पर्यो। आफ्नो स्वास्थ्य सुधार्नु छ, आफू अगाडि बढ्नु छ, आफ्नो वेट लस गर्नु छ अथवा वेट गेन गर्नु छ भने चाहिँ मेन कुरा कन्सिस्टेन्ट, निरन्तरता दिन सक्नुभयो भने सबै कुरामा, जिन्दगीको सबै कुरामा सफल भइन्छ भन्ने कुरा चाहिँ मलाई लाग्न थालेको छ है अहिले आएर। म चाहिँ जानी नजानी बोल्दैछु, अब भोलि बोल्न सकिएला नसकिएला, तर सक्छु भनेर गरेपछि हुन्छ। अब हिजो एउटा विषयमा बोल्यो, आज एउटा विषयमा खोज्दै पढ्दै बोल्दै गर्दैछु होइन। जानी नजानी राम्रो भएको छैन त्यो आफ्नो ठाउँमा छ, तर निरन्तरता दिनुभयो भने केही न केही उपलब्धि त अवश्य नै हासिल गरिन्छ। अनि अर्को कुरा चाहिँ अब मेरो त 2-3 महिना कट्न लागिसक्यो यो हिँडाइको, तर लगातार 30 दिन म मन लागे नि हिँडेँ, मन नलागे पनि हिँडेँ, आफ्नो स्वास्थ्यको लागि हिँडेँ, आफ्नो परिवारको लागि हिँडेँ, जेको लागि हिँडे पनि मैले चाहिँ त्यसलाई बानी बनाएँ। अब मलाई अल्छी लाग्दा पनि हिँड्न मन लाग्छ, जाँगर लाग्दा त झन् छुट्टै कुरा होइन। त्यसले गर्दा चाहिँ आफूले एकैचोटि आफूलाई प्रेसर नदिनुहोस्, केही कुरा पनि जिन्दगी हो, बिस्तारै जानुहोस् न। आज नभए भोलि, भोलि नभए पर्सि सिँढी चढ्नु त छँदैछ। त्यसले गर्दा चाहिँ मेन कुरा निरन्तरता
म्याटर गर्छ जिन्दगीमा। अर्को कुरा मोटिभेसन भन्दा पनि आफू अनुशासित हुनु पर्यो। आफूले लागि परेर लाग्नुभयो भने एक्सर्साइज के सबै कुरा सक्नुहुन्छ जिन्दगीमा हैन। त्यही भएर ढिलो नगर्नुहोस्, आफ्नो स्वास्थ्यको लागि ख्याल गर्नु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्दछु। हस्त धन्यवाद।